यसको प्रोनाउन्स के हो? के हो आल्दन्ते भनेको? के हो? हामीले युज पनि गरिसक्यो हिजो, मैले देखाएको थिएँ। आल्दन्ते भनेको पास्ता अथवा भेजिटेबलहरूलाई बोइल गर्दा त्यसको र फर्म चाहिँ दाँतले टोकेर पत्ता लगाउनु, मतलब हामीले त्यसलाई चपाउँदाखेरि, बाइट लिँदाखेरि त्यसको र फर्म भनेको, र भनेर काँचो, धेरै काँचो होइन है, त्यसको लास्टको लेयर चाहिँ र हुनु चाहिँ के हो? आल्दन्ते हो। आल्दन्ते बेसिकली केमा युज हुन्छ? बढी चाहिँ पास्तामा, र भेजिटेबल राइसहरू बोइल गर्दा पनि आल्दन्ते टर्म्स युज गर्न पाइयो। तर बढी चाहिँ के को लागि युज हुन्छ? पास्ता बोइल गर्दा युज हुन्छ है। सेकेन्ड बेक, हामीलाई थाहा छ बेकिङ भनेको के हो? बेक भनेको के हो? बेक भनेको के हो? ओभनको सहायताले पकाउनु के हो? बेकिङ हो। हामीले टाइप्स अफ कुकिङ मेथडमा पढे हो। कन्फ्युज छ कोही बेकिङमा? थर्ड ब्लान्च, के हो ब्लान्च भनेको? के रहेछ ब्लान्च भनेको? पढ्नुहोस् त। ब्लान्च भनेको चाहिँ उम्लिरहेको बोइल भएको पानीमा खानालाई राखेर केही बेर राखी निकालेर रिफ्रेस गर्नु हो। रिफ्रेस केमा गरिन्छ त? आइस वाटर अथवा रनिङ वाटरमा, मतलब रनिङ वाटर भनेको नि कोल्ड वाटर हो है। रिफ्रेस चाहिँ किन गरिन्छ त? रिफ्रेस चाहिँ किन गर्ने मैले भनेको छु? गुड, त्यसलाई फ्रेस गर्नको लागि हो है, त्यसको कलरलाई चेन्ज नहोस् भनेर, कलर चेन्ज नहोस् भनेर है। अर्को ब्रेज, हामीले ब्रेजिङ कुकिङ मेथड पढे हो। के हो ब्रेज भनेको? ब्रेजिङ हो, हामीले पढे हो नि। ब्रेजिङ, ब्रोइलिङ, ब्लान्चिङ सबै कुकिङ मेथडहरू हो है। मैले कुकिङ मेथडलाई ज्यादा फोकस गरेन किनकि यो पढिसकेकोहरू है। क्यारेमलाइज भनेको छ, के हो क्यारेमलाइज भनेको? त्यहाँ हेर अलिकति ऊ लगाउँ त, हामीले धेरै गरिरहेको चिजहरू क्यारेमलाइज पनि प्रायःले सुगरलाई मेल्ट गराउनु क्यारेमलाइज हो है। क्यारेमलाइज भनेको चाहिँ तिम्रो सुगरलाई मेल्ट गराउनु हो। क्यारेमलाइज चाहिँ सुगरबाट नै हुन्छ। हुन चाहिँ हामीले अनियन क्यारेमलाइजहरू पनि भन्छौँ, जसमा जुन फ्रुट्सहरू भेजिटेबलहरूमा चाहिँ सुगरको मात्रा हुन्छ नि, त्यसलाई चाहिँ त्यसको सुगर मेल्ट हुनु चाहिँ क्यारेमलाइज हो। हाम्रो डाइरेक्ट सुगरलाई नै मेल्ट गराएर क्यारेमलाइज पनि गर्छौँ, हामीले पछि बनाउँछौँ क्रिम अफ क्यारेमल भनेर। क्यारेमलाइज भनेको चाहिँ सुगरलाई मेल्ट बनाएर ब्राउन फर्ममा लिएर आउनु। जस्तो अनियनमा सुगरको मात्रा हुन्छ नि, त्यो अनियनलाई हामीले ग्रिल गऱ्यो भने त्यो अनियनको बाहिरी भागहरू ब्राउन हुँदै जान्छ नि, त्यसमा भएको सुगर क्यारेमलाइज भएको हो। त्यो भनेको चाहिँ हामीले कसैले याद गरेको छ? पहिला हाम्रो घरतिर चाहिँ गर्थ्यौँ, तपाईँहरूकोतिर थाहा छैन मलाई। चियापत्ती नभएको बेला चिनीलाई डढाएको थाहा छ? क्यारेमलाइज हो। त्यही हो क्यारेमलाइज भनेको। चिनी पगालेर त्यसलाई चाहिँ ब्राउन फर्ममा लिएर आउनु चाहिँ क्यारेमलाइज हो। त्यो हाम्रो घरमा चाहिँ पहिला चिनी नहुँदा चियापत्ती नहुँदा चिनीलाई डढाएर कालो बनाउने गरेको थियो, त्यही हो क्यारेमलाइज भनेको है। अर्को चप, के हो चप भनेको? हामीले गरिरहेको हो रफली कट नै के हो? चप हो। मसिनो पारेर काट्नु नै चप हो है। अर्को के हो? क्ल्यारिफाई, के हो त्यो भनेको? हामीले जस्तो स्कमिङ नै हो क्ल्यारिफाइड भनेको। स्कमिङमा चाहिँ हामीले के गर्छौँ? त्यसको फर्महरू मात्र निकाल्छौँ भने क्ल्यारिफाइड भनेको लाइक हामीले स्टक बनाइसकेपछि छानेर त्यसको सोलिडहरू हटाइदिन्छौँ नि, त्यही हो है। नेक्स्ट क्रिम, क्रिम भनेको चाहिँ यसलाई पनि एउटा चाहिँ हामीले हिजो के बनाएको थियौँ? क्रिम अफ टोमेटो सुप बनाउँदा क्रिमलाई ब्लेन्ड गरेर क्रिम जस्तो बनायो भनेको थिएँ नि मैले, त्यो पनि एउटा क्रिम हो। सेकेन्ड क्रिम त हामीलाई थाहा छ मिल्कबाट निक्लिने क्रिम, त्यो एउटा क्रिम भयो भने यो चाहिँ अर्को क्रिम जस्तो बनाउनु। हिजो हामीले के बनाएको थियौँ? टोमेटोलाई क्रिम ढाँचामा बनाएको थियौँ हो, क्रिम जस्तो बनाउनु ब्लेन्ड गरेर है। नेक्स्ट डिग्लेज, यो पनि ग्लेज, हामीले हिजो ग्लेज भनेर पढेका थियौँ, त्यस्तै नै हो। खास ग्लेजमा एकचोटि तल ग्लेजमा हेर त, यो तल ग्लेजमा हेर त। ग्लेज भनेको चाहिँ
के हो फुडलाई कोटिङ गर्नु। हामीले अस्ति केचप ग्लेज गरेका थियौँ नि, डिग्लेज भनेको पनि त्यस्तै त्यस्तै हो है, उस्तै नै हो। र अर्को डेमी ग्लेज भन्ने पनि हुन्छ, त्यो चाहिँ ससलाई नै डेमी ग्लेज भनेर बनाएको, स्प्यान्डल ससलाई थोरै बढी ब्राउन गरेर बनाएको हुन्छ है। अर्को नेक्स्ट डेमी ग्लेज भनेको हुन्छ। इमोसली फ्राई भन्छ यसलाई चाहिँ। नेक्स्टमा हेर त, इमोसली फ्राई भनेको चाहिँ ओइल र वाटरलाई हो। जेनरली चाहिँ के हुन्छ भने ओइल र वाटरलाई मिक्स गर्दा नर्मली मिक्स हुन्न, थाहा छ? ओइल र वाटर चाहिँ हामीले वाटरमाथि ओइल राख्यो भने के हुन्छ, ओइल चाहिँ तैरिन्छ नि, त्यसलाई बिट गरेर एकछिन चाहिँ मिक्स हुन्छ, फेरि त्यो चाहिँ छुट्टिहाल्छ। तर केही समय त्यो मिक्स गर्नुलाई नै इमोसली फ्राई भन्छ। त्यसलाई चाहिँ हामीले पनि अर्कोमा पनि भन्न मिल्छ। हामीले मायोनाइज बनाउँदा तेलमा अन्डा फिट्या हो नि, हो त्यो मिक्स गर्ने विधिलाई पनि इमोसली फ्राई भन्न मिल्छ। तर इमोसली फ्राईको राम्रो अर्थ चाहिँ के हो, पानीमा तेल मिक्स गर्नु चाहिँ इमोसली फ्राई हो। तर जनरली मिक्स हुन्न नि त्यो हो, हामीले तेलमा पानी राख्यौँ भने के हुन्छ, छुट्टिन्छ नि, हो त्यो मिक्स गर्नु चाहिँ इमोसली फ्राई हो है। अर्को फिले, त्यहाँ लेखेको के छ, फिलेट छ हो, तर हामीले के पढ्ने, फिले। फिले भनेको के हो त, फिले भनेको फिसबाट बोन र स्किन हटाउनु, डिबोनिङ र डिस्किनिङ गर्नुलाई फिले भनिन्छ। फिसलाई याद गरेर चाहिँ बोनलेस फिसहरूमा चाहिँ फिसको बोन पनि हुँदैन, स्किन पनि हुँदैन। फिसलाई डिबोनिङ र डिस्किनिङ गर्नु प्रोसेस चाहिँ के हो, फिस फिले हो है। अर्को फोल्ड भने त यो भन्नु परेन, नर्मली फोल्ड नै हो है। अर्को गार्निस पनि हामीलाई थाहा छ। गार्निस भनेको फुडलाई के गर्नु हो, डेकोरेट गर्नु, फुडलाई है, फुडलाई। फुड गार्निसिङ चाहिँ जे फुड प्लेटिङ र गार्निसिङ डिफ्रेन्ट कुरा हो है। अहिले प्लेटिङको बारेमा पनि तल पढ्नुपर्छ। गार्निसिङ भनेको नर्मल्ली खाना बनिसकेको खानालाई सजाउनु नै के हो, गार्निसिङ हो है। नेक्स्ट हामी गर्ने ग्लेज त मैले भनिहालेँ। नर्मली फुड रेडी भइसकेपछि त्यो फुडलाई टर्काउनु नै ग्लेज हो। के को लागि फुडलाई ग्लेज गरिन्छ, एट्र्याक्टिभ गर्नुको लागि है। नेक्स्ट ग्रिल। ग्रिल पनि मैले धेरै भनिरहनु पर्दैन, ग्रिलिङ हामीले कुकिङ मेथड पढिसक्यौँ। नर्मल्ली खानालाई सेकाएर पकाउनु नै के हो, ग्रिल हो है। अर्को नेक्स्ट जुलाइन, यो पनि हामीलाई थाहा छ, टाइप्स अफ कटिङ हो। कति हुन्छ जुलाइन कटको साइज, 1:1:1:15 15 mm हुन्छ है। नेक्स्ट निडिङ। निड भनेको के हो, डो बनाउने प्रोसेस नै निड हो। भनेको पिठो मुस्नुलाई के भनिन्छ, निडिङ भनिन्छ है। हामीले चाहिँ अब पिठो मुसिएको, पिठो मुस्नु भन्दैनौँ, के भन्छौँ, निडिङ भन्छौँ है। नेक्स्ट म्यारिनेट। के हो म्यारिनेट भनेको, स्पाइसेसहरूलाई मिक्स गर्नु है। अर्को माइन्स, फाइन चप नै हो, तर माइन्स चाहिँ किमा भनेर बुझौँ हामीले। माइन्स भनेको चाहिँ किमा हो। फाइन चपलाई पनि माइन्स भन्न मिल्छ, तर माइन्स वर्ड चाहिँ केमा युज गरिन्छ, मिटहरूलाई फाइन चपमा काट्यो भने माइन्स मिट भनेर युज गरिन्छ है। फाइन चप अनियनहरूलाई पनि माइन्स कट भन्न मिल्छ। फाइन चप काट्नुलाई के भनिँदो रहेछ, माइन्स, हामीले युज गरिरह हो। अर्को पारबोइल भनेको चाहिँ, यो पारबोइल भनेको पनि बोइल नै हो, तर यसलाई चाहिँ छिटो बोइल गरिन्छ है। पारबोइल र ब्लान्चिङ उस्तै हो, तर ब्लान्चिङ गरिसकेपछि चाहिँ के गर्नुपर्छ, हामीले रिफ्रेस गराउनुपर्छ भने पारबोइल गरेपछि चाहिँ रिफ्रेस गर्नु पर्दैन। नेक्स्ट पोचिङ पनि हामीलाई थाहा छ, हामीले पोचिङ गरि पनि सक्या हो है। पोचिङ चाहिँ हामीले बनाइसक्या मेथड हो। पोचिङ भनेको के हो, जनरली 80 to 85 डिग्री सेल्सियस टेम्परेचरमा कुनै एडिसनल लिक्विड राखी त्यसमा डाइरेक्ट फुड राखेर पकाउने विधि चाहिँ के हो, पोचिङ हो।
हामीले कोचिङबाट के पकाएको कोच एक पकाएको नि। नेक्स्ट प्युरी। प्युरी भनेको चाहिँ त्यसलाई ब्लेन्ड गरेर सेमी नर्मली थिक कन्सिस्टेन्सीमा ल्याउनु चाहिँ के हो प्युरी हो। लाइक टोमेटो प्युरी हामीले देखिरहेको चिज हो। हिजो हामीले सुपलाई के गरे प्युरी बनाएको हो भनेको ब्लेन्ड गरेर त्यसलाई थिक कन्सिस्टेन्सीमा ल्याउनु चाहिँ प्युरी हो। जस्तो टोमेटो सोलिड फर्ममा छ त्यसलाई ब्लेन्ड गरेर प्युरी फर्ममा ल्याउनु अथवा थिक कन्सिस्टेन्सीमा ल्याउनु चाहिँ प्युरी हो। रिड्युस भनेको हामीलाई थाहा छ नर्मली सिमर गरेर लिक्विडलाई घटाउने प्रोसेस नै के हो रिड्युसको मतलब घटाउनु हो। तर हामीले यहाँ चाहिँ रिड्युसलाई कसरी बुझ्छौँ सिमर हिटमा कुनै पनि ससहरू अथवा भेनिगरहरू कुनै लिक्विड फर्मलाई सिमर हिटमा पकाएर त्यसलाई घटाउने प्रोसेस चाहिँ के हो रिड्युस हो। रोस्ट भनेको थाहा छ रोस्टिङ मेथड हामीले कति प्रकारको रोस्ट पढेको 4वटा हो के स्प्लिट रोस्टिङ ओभन रोस्टिङ तन्दुर रोस्टिङ र पट रोस्टिङ पढे है। नेक्स्ट सते हामीलाई थाहा छ सते भनेको के हो थोरै तेल। यो चाहिँ सते भनेको टाइप्स अफ फ्राइङ हो। फ्राइङको टाइप्स हो सते फ्राई स्यालो फ्राई र अर्को के पढ्यो डिप फ्राई। सते फ्राई भनेको चाहिँ खानालाई थोरै तेल राखी चलाएर पकाउनलाई सते फ्राई भनिन्छ। सते फ्राईलाई चाइनिज कुजिनमा चाहिँ के भनिन्छ स्टियर फ्राई है। स्टियर फ्राई भन्नु र सते फ्राई भन्नु एउटै हो। स्टियर फ्राई भनेको चाहिँ चाइनिज कुजिनमा हो त्यसमा चाहिँ हल्का छिटो चलाउनु पर्छ। नेक्स्ट स्कोर। स्कोर भनेको के हो फुटबलको स्कोर हो क्रिकेटको स्कोर हो होइन। स्कोर भनेको चाहिँ हामीले याद गरेछ चिकनहरू ग्रिल गर्दाखेरि सायद भिडियोतिर देखे होला हल्का काट्छ नि नाइफको सहायताले त्यसलाई स्कोर गर्नु भनिन्छ। अनि ब्रेडहरू बनाउँदा पनि काटियो भने त्यसलाई लाइन तानियो भने कुनै फुड बनाइरहँदा त्यसमा लाइन तानिन्छ नाइफको सहायताले भने त्यसलाई स्कोर गर्नु भनिन्छ। जस्तो ग्रिलिङ गर्दाखेरि अथवा रोस्टिङ गर्दाखेरि कुनै ठुलो चिजहरू ठुलो चिकनहरू टर्कीहरू पकाउँदा नर्मली पाक्दैन भित्रसम्म हिट पुगोस् म्यारिनेसन भित्रसम्म जाओस् भन्नको लागि नाइफको सहायताले धर्सा तानिन्छ भने त्यसलाई स्कोर गर्ने भनिन्छ। बनाउनु भएको थियो हो त्यही हो स्कोर भनेको। नेक्स्ट सिजन भनेको थाहा छ के हो सिजनिङ गर्नु भनेको सल्ट पेपर अथवा हर्ब्सहरू राखेर त्यसलाई स्वाद दिनु चाहिँ के हो सिजनिङ हो। नर्मल्ली सलादमा सिजनिङ लास्टमा अथवा सेकेन्ड लास्टमा गरिन्छ ड्रेसिङभन्दा अगाडि स्यान्डविचहरू बनाउँदा पनि लास्टमा गरिन्छ। सिजनिङ भनेको नर्मल्ली सल्ट पेपर एड गर्नु नै सिजनिङ हो। अर्को सियर। सियर भनेको चाहिँ ग्रिलिङ जस्तै हो तर यसलाई चाहिँ अलरेडी पाकिसकेको चिजहरूलाई हल्का सियर गर्नु भनेको ग्रिल जस्तै हो। ग्रिल पनि सेकाउनु हो जस्तै हो तर रोटी सेकाउनुलाई त ग्रिलिङ नै भन्न पाइन्छ। पाकिसकेको रोटीलाई आगोमा सेक्थ्यो हामी तावाबाट निकाल आगोमा रोटी पकाउँछौँ नि आगोमा रोटी हामी तावामा पाकेको रोटीलाई आगोमा सेकाउँछौँ नि त्यस्तै हो। सियर गर्नु भनेको सेकाउनु नै हो है यसरी। नेक्स्ट सियर भनेको हामीले कफ्नु छ है यो केमा गरेका थियौँ सेरिडेट सेफोनाट भन्छौँ नि हो त्यस नै हो है जसलाई चाहिँ सेरिडेट कर्ड भनेको यो चाहिँ सेरिडेट पनि भन्न मिल्छ है। यसलाई चाहिँ सेरिडेट कर्ड भन्छौँ नि सेरिडेट सेफोनाट भनेको एउटै कर्ड भनेर बुझाएको थिएँ मैले जसलाई चाहिँ जसको चाहिँ पार्टिकुलर कट आउँदैन जसलाई चाहिँ जस्तो जुलाइन कट नै सेरिडेट अथवा सेफोनाट हो। लिफी भेजिटेबलहरूलाई जुलाइन काट्नु नै के हो सेरिडेट अथवा सेफोनाट हो भने नि यो चाहिँ नर्मल्ली यसको के आउँदैन स्ट्रिप कटमा काट्नु। जुलाइन भनेको थिन स्ट्रिप हो नि तर त्यसलाई चाहिँ हामीले
स्ट्रिप काट्दा पनि 1:1:1 mm निकाल्न सक्छौँ। तर क्याबेज क्यारोटहरूलाई काट्यौँ भने चाहिँ त्यसको साइज आउँदैन नि, त्यो चाहिँ के हुन्छ औडे हुन्छ नि होइन। क्याबेज अनि हाम्रो अर्को के भन्छ अरू लिफहरू काट्दा चाहिँ नआउनु सेरिडेट अथवा चिकनलाई पनि सेरिडेट काट्न मिल्छ। कुनै पार्टहरूबाट चाहिँ जस्तो स्किनलाई हामीले 1:1:1 निकाल्न सक्छौँ, सक्दैन भने कुन कट हुने भयो सेरिडेट अथवा सेफोनाट भयो है। अर्को सिमर भनेको के हो, यो बोइलिङ नै हो होइन, टाइप्स अफ बोइलिङ भित्रै पर्छ। सिमरिङ भनेको चाहिँ लामो समय पकाउनु हो, सानो आगोमा लामो समयसम्म पकाउनु हो, तर त्यसको टेम्परेचर चाहिँ कम हुन्छ। सानो आगो भएपछि त्यसको बोइलिङ पोइन्ट चाहिँ एडजस्ट हुन्छ। एउटै आँचमा लामो समयसम्म पाक्नु पर्यो सिमरिङ चाहिँ है। नेक्स्ट स्टिमिङ पनि एउटा कुकिङ मेथड हो, तर स्टिमिङ भनेको चाहिँ बाफको सहायताले खाना पाक्नु चाहिँ के हो स्टिमिङ हो। स्टुइङ भनेको चाहिँ यो पनि एउटा कुकिङ मेथड हो। यसलाई चाहिँ हामीले हाम्रो घरमा खाना पकाउने कुकिङ मेथड भन्न मिल्छ। थोरै पानी राखी सानो आगोमा छोप्दै पकाउँदै चलाउँदै गर्ने मेथड चाहिँ के हो स्टुइङ हो। यसमा चाहिँ पानी पनि थोरै थपिरहनु पर्यो, छोप्न पनि पाइयो, चलाउनु पनि पर्यो। मतलब हाम्रो घरमा मासु पकाउँदा अथवा तरकारी पकाउँदा हामीले के गर्छौँ स्टुइङ मेथड युज गर्छौँ। हामीले चलाइ पनि रह हुन्छौँ, पानी पनि थपिरह हुन्छौँ र छोप्दै चलाउँदै पनि गरेर हुन्छौँ हो। नेक्स्ट स्ट्रेन भनेको तिम्रो के गर्नु स्ट्रेन गर्नु भन्छु नि मैले बेला स्ट्रेन गरिदेऊ भनेको के हो छान्नु हो। मतलब के चाहिँ छान्नु, पिठो छान्नु हो। पिठो छान्नुलाई पनि स्टियर गर्नु भन्न चाहिँ मिल्छ, तर स्टियरको मतलब के हो लिक्विडबाट सोलिडहरू हटाउनु चाहिँ के हो स्टियर गर्नु। मतलब स्टक हामीले जुन स्टक बनाउँछौँ नि, स्टक बनाउँदा त्यो सुपबाट सोलिड हटाएर लिक्विड राख्नु चाहिँ स्ट्रेन हो है। नेक्स्ट टेम्पर गर्नु भन्छौँ। टेम्पर चाहिँ यहाँ एक्जाम्पल 1 भनेर दिएको छु मैले होइन, तर खास टेम्पर गर्नु भनेको मैले बिचमा म थर्मोमिटरले झिकेर टेम्परेचर चेक गरिरहन्छु नि, हो त्यो प्रोसेसलाई पनि टेम्पर भनिन्छ है। चेक गर्नु। टस हामीले युज गर्ने वर्ड हो। हामीले के को खास टसको अर्थ चाहिँ सलादलाई युज गरे हो टस गर्नु भनेर। जनरली त्यसमा भएको इन्ग्रिडियन्ट्सहरूलाई मिक्स गर्नुलाई टस गर्नु भनिन्छ। यो टर्म चाहिँ के को लागि बढी युज गरिन्छ मिक्स गर्ने, यो चाहिँ बढी सलादमा युज गरिन्छ है। अर्को ट्रस भनेको के हो, ट्रस भनेको चाहिँ सायद नेपाली फुडहरूमा त कमै युज हुन्छ होइन, नेवारी फुडमा युज हुन्छ। त्यो विषय मैले त्यो पाङ्ग्रा टाइपको बाँधेर बनाउनु हुन्छ नि तपाईँहरूले समूह बिचा, त्यो चाहिँ डोरी राखेर बाँधेर बनाइन्छ होइन। खाना बनाइरहँदा मिट आइटमलाई पकाइरहँदा तपाईँको डोरीले त्यसको सेपलाई बाँध्नुलाई चाहिँ ट्रस भनिन्छ। नेवारी उहाँ एकजना मात्र हुनुहुन्छ, समूमिचा भन्ने एउटा आइटम हुन्छ, त्यसलाई डोरीले बाँधेरै पकाइन्छ। त्यस्तै हो है। डोरी कुनै फुड बनाइरहँदा अब चाइनिज कुजिनहरूमा चाहिँ ठुल्ठुलो डकहरूलाई पनि बाँधेरै बनाइन्छ। डोरीको सहायताले बाँधेर बोइल गर्नु अथवा रोस्ट गर्नु। नर्मली बोइल गरिन्छ है, रोस्ट गर्दा चाहिँ डोरी पनि सँगै पाक्छ नि त। बोइल अथवा स्टिम गर्दा डोरीको सहायताले बाँधेर त्यसको सेप नबिग्रियोस् भन्नको लागि बाँधेर पकाइने एउटा प्रोसेस अथवा एउटा मेथड हो ट्रस भनेको चाहिँ है। नेक्स्ट हामी कहाँ पुग्यौँ, विपिङ हामीले पढ्या हो, मैले विप गर्नु भन्थेँ नि, जस्तो मायोनाइज विप गरे हो। जनरली विक्स गरेर कुनै चिजको कुनै फुडहरूको आकार परिवर्तन गरिन्छ, त्यसलाई धेरै मात्रामा बनाइन्छ भने त्यो विप गरे। जस्तो क्रिमलाई विप गर्नु, एगलाई क्रिम र एग मिक्स गरेर विप गर्नु, मायोनाइज विप गर्नु चाहिँ के हो नर्मली कन्टिन्युसली विक्स गर्नु नै, विक्स गरेर कुनै चिजको
टेक्सचरलाई चेन्ज गरिन्छ भने जस्तो मायोनाइज बनाउँदा एग सेमी लिक्विड हो, अनि हाम्रो ओइल लिक्विड हो, मस्टर्ड थिक पेस्टलाई मिक्स गरेर हामीले केमा परिणत गराएको, क्रिमी टेक्सचरमा परिणत गराएको, के गरेर विपिङ प्रोसेस युज गरेर विक्स गरेर। विप भनेको राइज हुनु भन्न पाइयो, कुनै चिजहरूलाई विक्स गर्दा राइज भयो भने त्यो के भयो, विप भयो भन्न पाइयो है। नेक्स्ट जिस्ट, यो पनि मैले भनिसकेँ हुँ। जिस्ट भनेको सामान्यतया साइट्रिक एसिड हुने अथवा सिट्रस फ्रुटहरू, हामीले टाइप्स अफ फ्रुट्समा सिट्रस फ्रुट्स भनेर पढ्या हो। सिट्रस फ्रुट्सको स्किनलाई ग्रेट गरेर निकालिएको पाउडर के हो, जिस्ट हो। जिस्ट है, जिस्ट। बुकेगार्नी हामीलाई थाहा छ, अ बन्डल अफ हर्ब्स एन्ड स्पाइसेसहरू हो। स्पाइसेस र हर्ब्सको बन्डललाई फ्लेभरको लागि युज गरियो भने के हो, बुकेगार्नी। मिर्पुवा, यो पनि हामीलाई थाहा छ। मिर्पुवा भनेको COCLD भनेर बुझाएको छु मैले है तपाईँहरूलाई। रफली कटमा काटिएको रुट भेजिटेबल अथवा अरू भेजिटेबलहरूलाई चाहिँ जोबाट अरोमेटिक फ्लेभर आउँछ तिनीहरू चाहिँ युज गर्न सकिन्छ, जसले फ्लेभर मात्र दिन्छ, टेस्ट दिँदैन। यो के को लागि युज हुन्छ, मिर्पुवा? मिर्पुवा स्टकको लागि युज हुन्छ है। मिर्पुवा स्टकको लागि युज हुन्छ। स्टकको लागि यसले के दिन मिल्दैन, फ्लेभर दिनुपर्छ, टेस्ट दिन मिल्दैन। किनकि स्टक के हो, टेस्टलेस फ्लेभरफुल लिक्विड हो नि। यसले चाहिँ एरोमेटिक फ्लेभर दिन पायो तर टेस्ट दिन पाएन। रु भनेको के हो, अ मिक्सचर अफ बटर एन्ड फ्लोर हो। इक्वल कम्बिनेसन अफ फ्लोर एन्ड बटरलाई के भनिन्छ, रु भनिन्छ। नेक्स्ट उमामी, यो उमामी भनेको चाहिँ एउटा जापानिज वर्ड हो। उमामी भनेको जापानिज वर्ड हो। यसलाई चाहिँ उमामीलाई चाहिँ एम्मी अथवा टेस्टी पनि भनिन्छ। कुनै सुपहरू फुडहरू बनाउँदाखेरि उमामी भनेर हामीले भन्छौँ, टेस्ट गर्ने। उमामी भनेको चाहिँ टेस्टी, यो चाहिँ जापानिज वर्ड हो। उमामी भनेको जापानिज वर्ड हो। यसलाई चाहिँ टेस्टी भन्न सक्यो, नाइस के मिठो भएकोलाई चाहिँ उमामी भन्न पाइयो है। कन्फिट भनेको चाहिँ कुनै मिटहरूलाई त्यसको ओन फ्याटबाट पकाउने, मतलब हामीले खसीको मासु त्यसकै पोसोबाट पकाइयो भने के हो, त्यो कन्फिट हो। त्यसको आफ्नै फ्याटबाट, त्यसको ओन फ्याटबाट फुड बनाउने प्रोसेस चाहिँ के हो, कन्फिट हो। 47 फर्मेन्टेसन हामीले मैले भनेको थिएँ, फर्मेन्टेसन भनेको कुहाउनु, मतलब खाना नहुने बनाउनु भनेको चाहिँ होइन। फर्मेन्टेसनको अर्थ चाहिँ खानालाई इस्टको सहायताले त्यसलाई फर्मेन्टेट गराउनु हो, त्यसलाई भित्री खाना मिल्ने नै बनाउनु हो। तर इस्टले, जस्तो हामीले बेकिङ पाउडर राखेर के बनाएको थियौँ, अस्ति प्यानकेकको ब्याटर बनाएको थियौँ नि, पहिला अर्कै थियो, पछि हेर्दा त्यो चाहिँ सर र बग्नी बनाएको थियो नि, त्यो के भयो, फर्मेन्टेड भएको। फर्मेन्टेसनको सहायताले बनायो, कुहाउनु हो है। मतलब कुहाउनु मतलब बिगार्नु होइन। हाम्रो गुन्द्रुक छ नि, गुन्द्रुकलाई हामीले के गरे हो, फर्मेन्टेड गरे हो, त्यसको नाम त्यही भएर हिमालयन फर्मेन्टेड मस्टर्ड हो। गुन्द्रुक भनेको फर्मेन्टेड मस्टर्ड हो। पाइयो जाँड हो। त्यसलाई मर्चा राखिन्छ, कुनै चिजलाई बिगार्नु, त्यसको जनरली त्यसको टेक्सचर, त्यसको फ्लेभर र त्यसको टेस्टलाई चेन्ज गर्नु। जस्तो जाँड बनाउँदा भातको टेस्टलाई हामीले अर्कै टेस्टमा परिणत गरायो, मर्चा राखेर हो, त्यही हो, बिगारे हो नि। गुन्द्रुक पनि सागको टेस्टलाई फर्मेन्टेट गरेर त्यसको अमिलो टेस्ट निकाले हो। नर्मली भइरहेको टेस्टलाई बिगारेर अर्को ल्याउनु नै फर्मेन्टेसन हो, बिगारेर अर्को ल्याउनु है। तर हामीलाई मनपर्ने छुट्टै कुरा भयो, तर बिगारेर ल्याएको हो। गुन्द्रुकलाई पनि अहिले त अर्कै प्रोसेसले बनाइन्छ। पहिला गुन्द्रुक कसरी बन्थ्यो थाहा छ,
कतिजना थाहा छ गुन्द्रुक बनाउने प्रोसेस? सागलाई सुकाइन्छ, एउटा भाँडामा राखेर मलमा राखिन्थ्यो, मलमा गाडेर बनाइने हो। तातो त्यसको मलको तातो, मलभित्र तातो हुन्छ नि, त्यो तातोले भित्र फर्मेन्टेड भएर बन्नु हो नि। त्यही भएर गुन्द्रुकलाई हिमालयन फर्मेन्टेड मस्टर्ड भनेको हो। कसैले गुन्द्रुक इङ्ग्लिस जान्छ छैन, गुन्द्रुकलाई इङ्ग्लिसमा के भन्छ भन् त भनेर सोध्यो भने अब भन्नु पऱ्यो गुन्द्रुक भनेको के रहेछ? फर्मेन्टेड मस्टर्ड। प्लेटिङ के हो? प्लेटिङ भनेको अब ड्रेसिङ, सरी गार्निसिङ र प्लेटिङ भनेको चाहिँ के बुझ्नु पर्यो? गार्निसिङ भनेको खानालाई सजाउनु हो भने प्लेटिङ भनेको प्लेटलाई सजाउनु हो। प्लेटिङ गर्दाखेरि पनि म कुनै दिन मजाले भन्नुला, यो प्लेट हो भने यो प्लेटलाई चाहिँ एउटा क्लक मानिन्छ, 6, 12, 3, 9 भने। अनि हामीले प्लेटिङ गर्दा हाम्रो अगाडि 6 हुन्छ भने त्यो 6 चाहिँ कस्टमरको अगाडि दिँदा 12 दिनुपर्छ। 12 यो चाहिँ किन प्लेटिङ गर्दा प्लेटिङलाई क्लक मानेर गरिन्छ भने म सेफ हो, मैले खाना बनाएँ भने मैले सर्भरलाई दिँदा, वेटरलाई दिँदा 12 दिन्छु, उसले 12 लिन्छ र वेटर सरी उसलाई के भन्छ कस्टमरलाई दिँदा 6 दिन्छ। यदि उसलाई कुन चाहिँ 6 कुन चाहिँ 12 थाहा भएन भने उसले फुड टेढो दियो भने प्लेटिङ गर्दा त्यस जस्तो मैले प्लेटिङ गर्दा ससहरू बनाइरहेको हुन्छु नि, त्यो डेकोरेट गरिरहेको हुन्छु, त्यो चाहिँ चेन्ज भयो भने एट्र्याक्टिभ देखिँदैन। त्यही भएर जहिले पनि क्लक फलो गरिन्छ। यो क्लक फलो गरेको चाहिँ सेफलाई मात्र होइन, वेटरलाई पनि थाहा हुनु पर्यो। इन्फ्युजन भनेको के हो त? के हो इन्फ्युजन भनेको? हामीले टेस्टलाई चेन्ज गर्नु, फ्युजन गर्नु नै हो। त्यसमा भएको टेस्टलाई, फ्लेभर र टेस्टहरूलाई थोरै पकाउँदा चेन्ज हुनु हो है, यो चाहिँ। नेक्स्ट अघिको रिड्युस जस्तै हो यो पनि। अघि चाहिँ हामीले जस्तो हल्का मात्र घटाउनु हो भने यो रिड्युक्सन सस भनेको चाहिँ हामीले रिड्युस नै गर्नु हो, सिमर गरेर ससलाई पुरै थिक बनाउनु हो, धेरै नै घटाउनु हो। यो चाहिँ डेमिग्लेस मैले भन्छु नि, हाम्रो स्पाइरल ससमा थोरै लिक्विड राखेर सिमरिङ गरेर धेरै बेरसम्म रिड्युस गरेर बनाइने सस चाहिँ धेरै बेर रिड्युस गरियो भने चाहिँ यो हुन्छ है। यो 50वटा टर्म्सहरूमा लगभग 10वटा नयाँ आयो होइन, 40वटा चाहिँ के हो? हजुर 50 रुपियाँ गर्ने। यो चाहिँ तिम्रो ससलाई नै अघि मैले रिड्युस भनेको नि माथि, रिड्युस चाहिँ हाम्रो नर्मल्ली भेनिगरहरूलाई, बटरहरूलाई थोरै मात्र सिमर गरेर रिड्युस गर्ने भयो। अनि यो लास्टको रिड्युक्सन भनेको चाहिँ ससको लागि मात्र हुन्छ। यो चाहिँ ससलाई धेरै बेरसम्म रिड्युस गरेर, अलरेडी सस के हो? ठिक हो, त्यसलाई पनि धेरै बेरसम्म थोरै पानी एड गरेर धेरै बेरसम्म रिड्युस गरेर लगभग धिक्का टाइपको बनाउनु नै रिड्युक्सन सस हो है। रिड्युस नै हो यो प्रोसेस, रिड्युस प्रोसेस नै हो। तर रिड्युस मात्र भनेको चाहिँ हामीले थिन चिजहरूलाई रिड्युस गरेर थिक बनाउने हो। यो चाहिँ थिक भइसकेको चिजलाई नै रिड्युस गर्नु हो। फर्स्टको चाहिँ रिड्युस भनेको थिनलाई रिड्युस गरेर घटाएर थिक बनाउनु हो। यहाँ चाहिँ रिड्युस सस भनेरै बुझ्न पाइयो क्या, ससलाई नै यो सस अलरेडी भनेको छ नि, सस हाम्रो के हो? थिक चिज चाहिँ सस हो नि, त्यसलाई नै फेरि रिड्युस गरियो भने चाहिँ रिड्युक्सन सस भयो है। ल धन्यवाद।